हेलो साथी हो, हामी भर्खरै यालबुङ आइपुग्यौँ। यालबुङ होमस्टेमा, जोसेफ होमस्टेमा भर्खर आइपुग्यौँ। चरा पनि पाल्नु भएको रहेछ यहाँ। यही हो होमस्टे, हेर्नुहोस् है साथी हो। म यो सबै देखाउँदैछु, रुखपातदेखि लिएर गएको गुवा गाडी रहेछ यहाँ। हेर्नुहोस् है, फुलहरू, गार्डनहरू। अब घर पछाडि लाग्दै गरेको यो छ शङ्खत्रको रुख। अरूले भकटे पनि भन्छ यसलाई। यो चाहिँ छ साथी हो मरिचको बोट। हेर्नुहोस् है, मरिच मसिनो चिचिला दाना पलाउँदैछ। पुरा मरिचकै गाछहरू मात्रै ज्यादा छ यहाँ चाहिँ। गुवा त्यति नै फलिरहेको छ। हेर्नुहोस्, कटहर हेऱ्यो, कटहरै फलिरहेको छ यहाँ। यहाँ तल